हेलो हेलो सबैजनालाई। आज चाहिँ छुट्टीको दिन घरमा यहाँ पानीपुरी खानुपर्ने भनेर डिमान्ड आयो। अनि घरमा पानीपुरी बनाएको, झोल बनाएको, हेर्नुहोस् यहाँ पिरो भयो, चस्स अमिलो भएन, मिठो भएन भन्यो। मैले हल्का चलाएँ तर कस्तो पानी हेर्नु न, धमिलो धमिलो जस्तो कस्तो भएर है। अनि के गर्ने भन्दाखेरि हामीले चाहिँ चिया छानीले छानिदिउँ कि यसलाई होइन, छोक्राहरू मन परेन, सफा भयो नि त यसरी होइन। तर यताउता डिस्टर्बेन्स मन पर्दैन नि त। अनि अझै टेस्टी बनाउनुको लागि चाहिँ हामीले चाहिँ चाट मसला मिसाइदिउँ यसमा है। चाट मसला अनि अलिकति लप्सीको धुलो मिसाएर चट्ट यसलाई ट्वाक्क बनायौँ। यसपछि चाहिँ एकदम मिठो भयो थियो है, जे होस् पानीपुरीकै पानी जस्तै भयो त्यो। खुसीले हेर्नु न स्माइल पनि दिइसक्यो यहाँ मिठो लागेर, बल्ल छोरीले उही हो अप्रुभ गर्ने टेस्ट अफिसर घरको। अनि त्यसपछि सबै रेडी गरेर यसरी आमा छोरी बस्यौँ। म चाहिँ एप्रोनीसँग बसिरहेको छु अनि आमा छोरी मिलेर मस्त मस्त खायौँ है, टन्नै खायौँ। आज फेरि चटपटी पनि खाइसकेको हामीले योभन्दा अगाडि, त्यो चाहिँ मैले भिडियो खिचिनँ होइन, बिर्सेछु। अनि यो पानीपुरी चाहिँ मस्ती खायौँ, दुईजनाले खायौँ है। पेट अगाइन्जेल खायौँ, जे होस् आनन्दले खायौँ कि टेस्टहरू टक्क भएको थियो। आलु उसमा पनि स्टफिङमा पनि एकदम ठिक्क भयो त्यो, नुनहरू पनि पिरो पनि। यो चाट मसला राखेपछि साह्रै मिठो हुने कि झोल। अनि यसरी मस्त खायौँ है। म चाहिँ यताउता बेला बेलामा यताउता हिँडिरहेको छु अनि यसरी खाइसक्यौँ। लास्टमा छोरी डम्म भएर ऊ एकदम मिठो भयो भनेर खुसी भएछ।